यही सुन्दर पर्वको अवसरमा सबैलाई धेरै धेरै शुभकामना। नमस्कार, स्वागत छ। आज हामी माघे संक्रान्तिको बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्कार। यो केवल एउटा पर्व मात्रै होइन के, यो त हाम्रो भूगोल, हाम्रो स्वास्थ्य अनि समुदायलाई जोड्ने एउटा प्राकृतिक क्यालेन्डर जस्तै हो। एकदमै। कसरी एउटै खगोलीय घटनाले तराईको खिचडीदेखि लिएर पहाडको तरुलसम्मलाई एउटै धागोमा बाँध्छ, आउनुहोस् यसमा अलि विचार गरौँ। एकदम राम्रो कुरा उठाउनुभयो। खासमा यो पर्व सूर्यको चालसँग जोडिएको छ। जब सूर्य मकर राशिमा प्रवेश गर्छन् त्यसै दिनलाई मकर संक्रान्ति भनिन्छ। त्यही भएर मकर संक्रान्ति हो। अनि यही दिनदेखि दिन लामो र रात छोटो हुन थाल्छ, मतलब उत्तरायण सुरु हुन्छ। उत्तरायण, जसलाई देवताहरूको दिन पनि भनिन्छ, हैन? बिल्कुल। मैले षट तिल कर्मको बारेमा धेरै सुनेको छु, तर अलि जटिल सुनिन्छ नि, हैन? आम मानिसले यसलाई कसरी आफ्नो जीवनमा उतार्छन् होला? सुन्दा मात्र हो, वास्तवमा त यो एकदमै सरल र वैज्ञानिक पनि छ। षट तिल भनेको तिलको 6 किसिमले प्रयोग गर्ने हो। 6 किसिमले? हो। तिल मिसाएको पानीले नुहाउने, तिलको तेलको दियो बाल्ने, अनि होममा तिल चढाउने, पितृलाई तिल पानीले तर्पण दिने, तिल दान गर्ने र सबैभन्दा रमाइलो तिलका परिकारहरू खाने। हो, ठ्याक्कै। मलाई याद छ सानोमा हजुरआमाले तिलको तेल लगाइदिँदा कति झर्को लाग्थ्यो, तर अहिले बुझ्छु त्यो त छालालाई चिसोबाट जोगाउने कति वैज्ञानिक तरिका रहेछ। हो त, त्यो एकदमै रोचक कुरा हो। मतलब यो केवल परम्परा मात्र होइन, यो त हाम्रो पुर्खाको भनौँ न विन्टर सर्भाइभल गाइड जस्तै रहेछ। एकदम। जसले शरीरलाई चाहिने ऊर्जा र न्यानोपनको ख्याल राख्थ्यो। तिल बाहेक घिउ, चाकु, तरुल, खिचडी यिनीहरूको पनि त उत्तिकै महत्त्व छ नि। अवश्य। मैथिलीमा एउटा भनाइ नै छ, खिचडी के चार यार, दही पापड घी अचार। हो र? हो। यी सबै खानेकुराले जाडोमा शरीरलाई तातो दिन्छन्, पाचन प्रणालीलाई बलियो बनाउँछन्। यो प्रकृति र शरीर बीचको तालमेलको उत्सव हो के? हो। यी खानेकुराले नै हाम्रो संस्कारको वैज्ञानिकता देखाउँछ। तर मलाई के लाग्छ भने एउटै चाड भए पनि यसलाई मनाउने तरिका ठाउँ र समुदाय अनुसार कति फरक छ है? एकदम। जस्तै मधेसमा यसको जुन रौनक हुन्छ त्यो काठमाडौँमा भन्दा फरक छ। हो नि। विशेष गरी थारू समुदायका लागि त माघे संक्रान्ति उहाँहरूको भाषामा येले दुगुङ, मतलब नयाँ वर्ष नै हो। नयाँ वर्ष नै हो। उहाँहरूले पौषको अन्तिम दिन जिता मर्ना भनेर सुँगुरको मासु सहित भव्य भोज गर्छन् अनि रातभरि धमार गीत गाएर रमाइलो गर्नुहुन्छ। यो उहाँहरूको समुदायको एकता र सद्भावको प्रतीक पनि हो। अनि काठमाडौँमा त फेरि घिउ चाकु सलुहोको रौनक नै बेग्लै हुन्छ। मलाई सधैँ के लाग्छ भने त्यो चाकु बनाउने प्रक्रिया त्यो आफैमा एउटा कला हो। हो त। तिल मिसाएर बनाएको लड्डु त झन विशेष। नेवार समुदायमा घरका सबै सदस्यलाई टाउकोमा तेल लगाइदिएर घिउ, चाकु र तरुल खुवाउने चलन छ। अनि यही पर्वसँग जोडेर पनौतीमा लाग्ने 12 वर्षे मकर मेलाको पनि छुट्टै ऐतिहासिक महत्त्व छ। तर यो पर्व मगर जातिको पनि प्रमुख राष्ट्रिय पर्व हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। हो, उहाँहरूले यसलाई निकै महत्त्वका साथ मनाउनुहुन्छ। यो दिन चेलीबेटी र पितृको पूजा हुन्छ अनि वनतरुल अनिवार्य मानिन्छ। अनि मगर समुदायको तारो हान्ने खेलको बारेमा त झन रोचक कुरा छ। यो केवल निशाना लगाउने खेल मात्र होइन, यो त समुदायमा आफ्नो कौशल देखाउने अवसर पनि भयो, हैन? बिल्कुल। सफल व्यक्तिलाई काँधमा बोकेर गाउँ परिक्रमा गराउँदा कस्तो उत्सवको माहौल बन्द होला, कल्पना गरौँ त। कस्तो अद्भुत विविधता। यसले व्यक्ति, परिवार र समुदायलाई जोड्दो रहेछ। तर यो पर्वको एउटा आध्यात्मिक पाटो पनि छ, मकर स्नान। हो। उत्तरायण सुरु हुने यो पवित्र दिनमा नदीमा स्नान गर्दा पुण्य कमाइने र पाप नष्ट हुने विश्वास छ। महाभारतको कथा पनि त जोडिएको छ नि, हैन? हो। इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहले बाण शैयामा छटपटाउँदै उत्तरायणकै प्रतीक्षा गर्नुभएको थियो ताकि उहाँलाई मोक्ष प्राप्त होस्। सायद त्यसैले होला देवघाट, चतरा र काली गण्डकी जस्ता त्रिवेणीहरूमा हजारौं मानिसहरू स्नान गर्न भेला हुन्छन्। यो विश्वासको शक्ति पनि हो। बिल्कुल। भविष्य पुराणमा स्नानपछि घिउ, चाकु र तिल दान गर्दा विशेष फल मिल्छ भनेर पनि उल्लेख गरिएको छ। यसरी हेर्दा माघे संक्रान्ति व्यक्तिगत स्वास्थ्य, सामाजिक सद्भाव र आध्यात्मिक शुद्धिको एउटा सुन्दर सङ्गम हो। समग्रमा सूर्यको एक चालले हाम्रो भान्सादेखि हाम्रो आस्थासम्मलाई प्रभाव पार्दो रहेछ। यही सुन्दर पर्वको अवसरमा सबैलाई धेरै धेरै शुभकामना। अवश्य। सक्खर जस्तै गुलिया अनि लड्डु जस्तै मिठा पलहरू सबैको जीवनमा सधैँ कायम रहन्। आजलाई यति नै। फेरि अर्को अङ्कमा भेट्ने वाचाका साथ बिदा हुन्छौँ। नमस्कार, तपाईँको दिन शुभ रहोस्।